अगाडि मैले मेरो मृत्युलाई देखिरहेको छु। गोपाल ढकाल सम्झिन चाहन्छु। मञ्च आसीन मेरा सम्पूर्ण नेपालभरि छरिएर रहनुभएका आदरणीय कविवरहरूलाई मेरो हार्दिक नमन व्यक्त गर्दै मैले पढ्ने कविताको शीर्षक छ मन। जब म बोल्छु किन सतर्क हुन्छन् कान, सोचिरहन्छु सबैको मनभित्र हाँगाको पात पनि नहल्लाउने। एक मुठी सास एउटै तरिकाले बहन्छ होला, जरा जस्तै सबै मस्तिष्कका धुरेटाहरू समान हुन्छन्। मेरो मन मृग तृष्णा हो कि यथार्थ हो। जब म बोल्छु मनभित्र मृग मरिचिकाको भ्रान्ति हुन्छ, नक्सा बोल्न खोजिरहेको त होइन। अपवाद त्यसको अपवास भ्रमण हुन्छ। सोचिरहन्छु किन बोल्दैन छिमेकमा निर्दो दाई, अमनले मनमने अड्कल काट्छु। निर्दो दाईलाई थाहा होला हाम्रो गर्भ एउटै त हो नि। उसले गर्भ र मरुस्थलको परिभाषा बुझेको छ। बाटो भाइ सत्ताको भाषण गरिरहेको छ र सुनाइरहेको छ दाइलाई मार्क्सवादको काल्पनिक विचार। मलाई पनि सबैको मन एउटै हो जस्तो लागिरहन्थ्यो। अक्षरको आरनमा आर्यघाटमा धुवाँको बास्ना आएर त्यतै दौडिँदा एउटै मन हो भने किन भन्छन् परिवारका छिमेकीले बिना काम घुमिरहेको छ भनेर। आज आफ्नै हातले निशाना बनाएर थपडी लगाइसकेपछि भोलि किन भिजाउँछन् त्यही समूहले आफ्नै सङ्केतलाई। मदन माझीलाई कारागार पठाउने न्यायाधीशको ठेली कुन न्यायाधीशले लेखेको हो? जीवनभरि सत्य पढेर किन बग्दैन मान्छेको सच्चा मन? नानी बाबुहरू हो, जब म बोल्छु त्यसलाई चिहान भनेर बुझिदिनु होला, किनभने तिमीहरूसँग चिहान बिउजाउने कला छ। हस्त धन्यवाद। निकै